यो तो हेलो गाइस तो कस्तो न्यू ब्लगमा तपाईँहरूलाई स्वागत छ। धेरै दिनपछि आइसकेँ म फेरि जङ्गल जाएर छु। यता सबजना बच्चाहरू खेलिरहेको छ जङ्गल एम्बो रोनाल्डो सब रोनाल्डोहरू छ यता। सो आज म सर्टकट ब्लग बनाउन गइरहेको छु। सरी उता अलि यहाँ भाइहरूको अलि खेल चलिरहेको छ। ऊ भाइहरू फाइट खेलिरहेको छु। भाइ भाइ हाम्रो एङ्कर मेसी एउटा भाइ चाहिँ तेल लाएर खेलिरहेको छ नि। यो काले ओ भाइ राम्रो ल सबजना रोनाल्डो मेसी। ओ भाइ ओहो च्याक झन्डै पेन खोलिसक्यो भाइ। तपाईँहरूलाई राम्रो लाग्यो उता पनि पिकनिक खाइरहेको छ बहिनीहरू। अब धेरै नि अनि बचपनका दिदी याद आ गया भाइ। चक्कु लिएर आएको छ। थ्याङ्क यू ए सरी। अब म गइरहेको छु जङ्गल। अब काट्नु पर्यो अन्डर रेटेड प्लेयर। त हेलो गाइस त हामी अहिले आइसक्यौँ जङ्गलमा। त पनि पुरा झन्डै नि अब उता छेउमुत्र विशेष त्यसै डर गर्न म हिराउँदिनँ नि। तर हामी यता आइसकेको छौँ। जङ्गल हेर्नु सक्नुहुन्छ जङ्गलको भ्यू। तिमीलाई आई लभ यु भन्न मन लाग्छ तर पनि म भन्दिनँ नि। त हाम्रो ग्याङ अहिलेसम्म आएको छैन नि। हेर्न सक्छु म यहाँ लेखिहाल्छु आफ्नो। हेर्न सक्नुहुन्छ यो सुकिसकेको छ अलिअलि आधी सुकिरहेछ नि। अब हामी जाने यो जङ्गलतिर। सब लोग मूत्र है यार छैन त पनि अब कोही पनि छैन। अब म एक्लै छु यहाँ चाहिँ मलाई हेर्न पठाएको छ। कोही त छैन यहाँ जङ्गलमा एक्लै आइरहेछ। जानु र त फेरिहरू आइरहेछ। म अब फर्किन्छु। फर्किनु पर्यो केटा हो छैन कोही पनि। पछाडि केटी छ नि त्यसैले म फर्केको। बना त म फर्किँदिनँ थिएँ। अरू घुता घुमेर आउँथेँ नि त। केटी छ भनेर मात्र क्या केटीको अलि टाढा बस्छु क्या। अब मेरो गर्लफ्रेन्ड भयो भने चाहिँ त्यो मारिहाल्छ। कोही मान्छे हेरिनँ मैले। जानु त त्यहाँ के गर्न जानु नि। यस्तै हो टाढा हेर्नु सक्नुहुन्छ साइकलमा। सबले मलाई पठायो क्या। हो त्यहाँ जान्छु म भन्छु के भइरहेछ भनेर। ब्रेक त लागिरहेको छ। पुरै भाउजूले ड्रेस सब लिएर आएको छ साइकल दिएर। मेरो भरोसामा दिएको छ क्या साइकल चाहिँ। मेरो भरोसामा चाहिँ दिनु हुँदैन क्या मेन भने केटीहरू छ भनेर मात्र पछाडि घुमेको नि बन्न सक्नुहुन्छ। डरलाग्दो जङ्गल छ क्या। अलि खतरनाक डर लाग्दो छ भन्नु त के भन्नु। पुरा फास्ट पुगेर आएको छु नि म। अलि त्यस्तै टाइपको रहेछ। पुगिसक्यो नि अब। ओ अरे बाफ रे यार लडेछ झन्डै लड्यो यार केटा हो। सो पुग्न आँटिसके। मजा आ रहा है भाइ। लोग देखा नहीं जाते। मुंडा भी लोग देखा नहीं जाते। हाँ सही लोग देखा नहीं जाते।
परिरहेको छ कि हाम्रो देशमा अहिले त्यस्तो अलिक केही भएको छैन प्रगति त प्रगति नै गर्छ नेपाली पनि अब फाइनली केटा हो पन अफिस पुग्यौँ पन अफिस एउटा दाउरा लगाउनुपर्छ एउटा खोला पनि बेसी अब यसरी नै पन अफिस पुग्यौँ बहुत मस्त आ गया भाई चन्द्रडी भाइ छैन भाइ पैसा नि पाँचजना पैसा दियो इतनै ओ अङ्कल 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 ओ अङ्कल गाडी मात्रै अङ्कल अङ्कल एम्बो अङ्कल ओ अङ्कल एम्बो हेर्न सक्नुहुन्छ यो बन अफिस नि अब माई ब्लग आइएम द ब्लग एम ब्लगर इज अल्सो आइम ब्लगर नि के ब्लग गर्नु अब आफ्नो यहाँ चिनजान कोही छ भने अब यस्तो भेटिहालौँ भने अब कोही छैन नि कुर्सी बस्नु यहाँ मस्त कुर्सी छ अर्को वर्ष पनि हुन्छ वर्ष वर्ष हुन्छ त हामी यसरी नै आयौँ अब बस्यौँ यसरी नै अब नि बस्ने ल अब तपाईँ अब डाइरेक्ट अब म जङ्गलको भ्यू हेराउँछु अहिले त हेराउँदैन नि यो अरू गाइज हामी आइसक्यौँ चन्द्रडी सिमसार तथा यो पर्याप्त क्षेत्र ल यहाँ बागी 3 अब चल्छ यो गाइज अब यो नयाँ नयाँ अब गइरहेको छ नि अब तपाईँहरूले यहाँ केटी ल्याउँदा हुन्छ किनकि यहाँ अहिले त्यति खासै कोही आउँदैन भित्रतिर सही छ क्या अहिले म अहिले तपाईँहरूलाई अहिले चट्टी कला हेराउँछु म तपाईँहरूलाई नि दामी सिन छ क्या अब टिकटक 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 चल चल आमा घुम्बा जानु के छ र चिन्छ मतलब चेन्ज यस सर आई एम कमिङ अरे बाप रे सब लोग आया रे घेरा 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 काय फेरि घेरा रे त्यहाँ टोइलेट छ झक्क पर्ने कुरा होइन त्यो टोइलेट बिग्रिसकेको छ बिग्रिसकेको छ टोइलेट पनि बिग्रिन्छ टोइलेट पनि बिग्रिन्छ मतलब बिग्रिसकेको छ चन्द्रिका ओए सब देखा देवी राजवंशी मेरी राजवंशी बेबी बेबी रे सिक्को नेबी रे कते यन्ना अरे बाप रे त्यो गइरो त देखौ न त कुन कुन गइरो छ घाँस कोकोड्रा चाहिँ गाइस कोकोड्रा छ यहाँ कोकोड्रा ओ भनौँ त भनौँ कि अब मुत्न पनि हामी मुत्न उता टाढा गइरहेको छौँ नि जङ्गल त्यत्रो यता पनि मुद्दा हुन्छ तर हामी अलि धेरै पोल्युसन फैलाउँदैनौँ नि हेर्न सक्नुहुन्छ आराम गर्न सक्नुहुन्छ कि यो अब के भन्नु यसलाई चौतारा कि कोतारा हामी तर चौतारामा नबस्ने हामी डाइरेक्ट बस्ने जङ्गलतिर कहिले पुरै स्वास्थ्य टाइपको यहाँ एउटा रुख हुनुपर्छ सबै चारतिर रुख हुनुपर्थ्यो यार यहाँको पानी त गङ्गा जल हो नि फेरि यहाँको गङ्गा जल एउटा पानीको थोपा खायो भने कसमले नर्ग पुगिन्छ सरी स्वर्ग पुगिन्छ अरे ओरे मासले कोकोड्रा मतलब यहाँ पुरै गइरहेछ हामी मर गया भाइ मै मर गया पर्न सक्दिनँ केही नि त्यो हेर्नुहोस् न यो कोदोको यो जङ्गली कोदो हो नि कोदोको तपाईँले रोटी खानुपर्छ त्यही हो यता हेर्न सक्नुहुन्छ यो यहाँ सुटिङ बनाएको थियो के गरौँ तपाईँलाई थाहा छ जोन चामलिङको के गरौँको सुटिङ यहाँ भएको थियो नि हेराइसकेँ हामी चर्के टाउमा जान्छौँ तपाईँलाई म एक दिन हेराउँछु यहाँ के गरौँको सुटिङ अहिले त्यो हेराउँदैन एम्बो चमेली फुल के गरौँको सुटिङ त्यहाँ भएको थियो नि तपाईँको झाड यहाँ उगेछ त मेरो झाड त के भनौँ के गरौँको सुटिङ त्यहाँ भएको थियो गाइस सबैजना यता आइदिनु होला यहाँ चन्द्रडीको यहीँ आएको थियो सुटिङमा चाहिँ के गरौँको हेर्न सक्छ त्यही छ भिलेज ओके गाइस के भयो यहाँ के भयो रेस्टिङ पिस ल ल ल रेस्टिङ पिस ला खरायो हो
झन्डै रहेछ छाउडा नि नि गर्न चाहिँ हेलो बच्चा हो के बेर आइन्छ हौ स्याल आइन्छ त्यो बाख्राले कसरी मारो होला अवस्था यस्तै छ नि ए भिडियो नासिया बोले काट्दिनु त कहाँ लाउने घुमिदियो अझै नकाट्ने अहिले लिएर आउनु नि हौ त्यस्तै गर्ने मिलेर गर्नुपर्छ धन्यवाद यति भनिदिएकोमा मन्त्रीज्यूलाई हामीहरू के गर्नु अब मन्त्रीज्यूलाई आसन ग्रहणको लागि त्यो एउटा हत्या दिउँदा छ भने आसन ग्रहण भन्दैन हो त्यसलाई भन्छ सहयोग हस्तान्तरण देऊ न केटा मन्त्रीज्यूलाई देऊ न अलिक कष्ट बस्छ पहिले सिकल्यो गर्नुपर्छ हो छ नि भिडियो भिडियो गर्दैछु त तपाईँको भिडियो म एकदम मन्त्रीज्यूको भिडियो त छोड्छु मन्त्री कहाँ भएको छ जिएनजीका युवा नेता भर्खरै बन्नुभएको वन मन्त्री जङ्गलको मन्त्री आदिवासी युवा तथा जिएनजीका हाम्रो जिएनजीको युवा भाइहरू पनि हुन्छ साथमा मन्त्रीज्यूलाई सघाउँदै हुनुहुन्छ हाम्रो जिएनजी उता साथै तातिसक्यो हाम्रो जिएनजीका युवा नेता पनि के भन्न चाहन्छ ल भन्नुहोस् देवराज भाइ अरू त के भन्न चाहदिनँ यो वन मेरो नै धन यो वन कमला यो मेरो धन होइन हो ल भयो आजलाई यति नै भयो नेपालको धन जानको उल्टा त अरू यो वन कमलाको मन सर अलिकति टाढो लिनु न त्यो छोडो त सुरज ल सुरजले हान्देऊ त ल हाम्रो भतिजको ल पर्खै एकछिन पर्खै एकछिन यता ग्यारेन्टी छैन ल हान्देऊ यो दामी गयो एक सर्ट हुन्छ हुँदैन ए त्यो नाडा मेरो नाम थियो सागर आन्टी सागर नाम लेखिदिनु त्यहाँ फर्स्ट टाइम काटेको आन्टी हो हजुर खेतमा भनेको जन ए म कन्ट्रोल गरिदिन्छु यो घाँसहरू पनि आन्टी यो के गर्नु नि अब मेरो अलि
छिया छिरिहाल्यो भने अब त्यस्तै हो ओकडाहरू काम गरिरहेको छ लिइसक्यो कापतिर त्यसरी त हेर्नु न अब यस्तै अब सोसियल मिडिया बन्द गरिदिन्छ अरे अब आफ्नो अब घरमा त्यस्तो सेफ भइहाल्छ नि गाउँमा आओस् नि गाउँमा सक्छ र गाउँमा फेरि अब मौका धेराइदिन्छ नि फेरि गाउँमा कसैको बाउले पनि सक्दैन फेरि गर्नु तर यहाँसम्म अब त्यस्तो भइरहेको छ नि भ्लग पनि बनाउन सकिँदैन रहेछ यता नि त्यही हो म के भन्न चाहदिनँ अब यो जङ्गल अब सफा गर्न पाइन्छ रहेछ आधी पर्सेन्ट मान्छेहरूले गरेको छैन तर पनि केही भएको छैन तर पनि हामी गरिरहेको छौँ घाँस खान पाइँदैन सकडा नि अब मलाई त्यति गइरहेको छ ढिलो आयो तर कडा आयो कहाँ गयो मास्टर अहिलेसम्म यो जतिजनाले काम गर्नुभएको छ एकजनाले नबिसाइकन उहाँहरूले दिएको एरियालाई त गरिन अब कोदोबारी उता यति बजेसम्म गर्नु ठेका लिएर आएका हौँ हामी हो यो चाहिँ हो हामीले चाहिँ के ठेका लिएर आएको छौँ ठेका लिएर आएको होइन ठेका त होइन यो त कहाँ अनि ठेका लिएको नि पुरा एकदम सही हो अब अलिक सहयोग गर्नुपर्छ भनेर सहयोग गरेको नि अब पुरै ठेका लिएको जस्तै काम गर्यो भने त कहाँ हुन्छ नि यत्रो काम त घरमा पनि गर्दैन आज यत्रो काम गरिरहेको छु 500 होइन 1000 चाहियो नि त अघिको क्याप्टेन छैन क्या अहिले फोनमा क्याप्चर हुँदैछ मतलब कस्तो भइरहेको छ मतलब अब घाम भइरहेको छ नि तपाईँहरूलाई यो भ्लग राम्रो लाग्यो भने सब्सक्राइब हानिदिनु होला अनि बेल आइकनलाई नोटिफिकेसनलाई अन गरेर राखिदिनु होला र हामी अब घर जाँदिरहेछौँ गइरहेछौँ कुकुर छ त्यहाँ नि थ्याङ्क फर वाचिङ म गइरहेको छु अब यहाँ हेर्नु सक्नु जङ्गल नि सकडा गइरहेको छु म पनि अब घर जाने हो सो बाई बाई थ्याङ्क फर वाचिङ बाई बाई